अगाडि बढ्नु होला प्लिज। ल अगाडि बढ्नु होला प्लिज, अगाडि बढ्नु होला है हजुर अगाडि। ल अगाडि बढ्दिनु होला। त्यसै गरी पछाडिको टिमलाई अगाडि बढाइदिनुको लागि धेरै शुभकामना र त्यसै गरी समाजसेवी प्रोग्राममा जुन आगमन हुँदैछ त्यसैले पनि म यहाँहरूलाई अलिकति छिटो र्याली गरिदिनका लागि र्यालीलाई अलि छिटो अगाडि बढाइदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यहाँ संयोजन गरेको हुने साथीहरूलाई पनि म फेरि पनि आग्रह गर्छु र अब हाम्रो र्याली अगाडि बढाइदिनका लागि अनुरोध गर्छु र केही समयपछि नै हाम्रो सम्माननीय आदरणीय प्रधानमन्त्रीज्यूको आगमन हुने तयारी भइसकेको छ। त्यसैले पनि म यहाँलाई फेरि पनि आग्रह गर्छु यो र्याली अलि छिटो अगाडि बढाइदिनका लागि अनुरोध गर्छु। त्यसै गरी यहाँले देखिरहनु भएको छ सपिलो लेखिएको जो ब्यानर छ खिड्की, त्यसै गरी स्थान र अर्को छेकीमा मै पार्दै गरेको दृश्य पनि यहाँहरू लेखिदिनु भएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्छौँ यो सहभागिता जनाइदिनु भएकोमा। त्यसै गरी अर्को र्याली अगाडि बढिरहेको छ। त्यसै गरी गोर्खा 5 को तमसमाज काठमाडौँको र्याली अगाडि बढिरहेको छ र गोर्खा 5 को तमसमाज काठमाडौँलाई यो र्याली सहभागिता जनाइदिनु भएकोमा यहाँलाई हार्दिक स्वागत छ। त्यस गरी जसको अध्यक्ष जो लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ भने जुन र्यालीको संयोजन गरिरहनु भएको छ उपाध्यक्ष मल्लाल गुरुङ लगायत सम्पूर्ण टिमलाई हार्दिक स्वागत छ भने अध्यक्ष सागर गुरुङ लगायत सम्पूर्ण टिमको यो संयोजनमा गरिनु भएको यो र्यालीलाई हार्दिक स्वागत छ र धेरै धेरै धन्यवाद छ पनि छ। त्यसै गरी पछाडिको भागमा दिदीबहिनीहरू सोलीमा कोसेली सहित बोकेर आइरहनु भएको दृश्य यहाँहरूले प्रदर्शन गरिरहनु भएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ र यहाँहरूलाई अगाडि अलिक छिटो बढिदिनका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु भने बिचमा यहाँहरू छुड्का नृत्य लिएर आउनु भएको छ। त्यसै गरी तमुवान राज्य घोषणाकार लगायतका यहाँहरूले जो प्लेकार्ड बोकेर आउनु भएको छ यहाँहरूलाई धेरै धेरै धन्यवाद छ भने पछाडि छुड्का कौडा नाच प्रस्तुत गर्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद छ यहाँलाई। त्यसै गरी सखा सभा तम समाज सेवा समिति काठमाडौँको र्याली अगाडि बढिरहनु भएको छ। यहाँहरूलाई स्वागत छ र यो सहभागिताको निम्ति पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरी विभिन्न सांस्कृतिक झाँकीहरू यहाँहरू प्रदर्शन गर्दै हुनुहुन्छ। सम्भवतः यहाँहरूले कौडा नृत्य प्रस्तुत गर्दै हुनुहुन्छ यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। सखा सभा तम समाज सेवा समिति काठमाडौँका सम्पूर्ण टिमलाई तदनुसार बोलाएको समिति 2082 को तर्फबाट धेरै धेरै धन्यवाद छ। अब अर्को र्याली अगाडि बढाइदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। काठमाडौँका साथीहरूलाई हार्दिक स्वागत छ भने गुरुङहरूको रस्सी झन्डा बोकेर त्यसै गरी प्लेकार्ड सहित र घाँटु सहित यहाँहरू प्रवेश गरिरहनु भएको छ। गुरुङहरूको एउटा सांस्कृतिक झाँकी घाँचु सहित प्रवेश गरिरहनु भएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ र आभार छ। त्यसै गरी संघ सांस्कृतिक घर सहित लिएर प्रवेश गर्दै हुनुहुन्छ यो प्रवृत्तिको लागि पनि यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। साथमा चर्का र उनका चर्का त्यसैले कहिले पुगेर आउनुभएको छ भने कौडा छ यहाँलाई अगाडि बढिदिनका लागि अनुरोध गर्छु र अब यहाँलाई धेरै धेरै धन्यवाद। खोटाङ गुरुङ सेवा समाज काठमाडौँका साथीहरूलाई हार्दिक स्वागत छ। खोटाङ गुरुङ तम सेवा समाज काठमाडौँका साथीहरूलाई धेरै धेरै स्वागत छ र त्यसै गरी यो भोलिन्टियर साथीहरू अलिकति अगाडि बढाइदिनु होला। त्यसै गरी सांस्कृतिक घर सहित यहाँहरू प्रदर्शन गर्दै हुनुहुन्छ यहाँहरूलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्छौँ। त्यसै गरी अर्को र्याली अगाडि बढिरहेको छ र त्यसै गरी अर्को र्यालीलाई पनि अगाडि प्रवेश गरिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु भने गाडीमा यहाँहरूले जो आमा दिदीबहिनीहरू रक्सी पार्दै हुनुहुन्छ, चामल केलाउँदै हुनुहुन्छ, पिठो केलाउँदै हुनुहुन्छ, उन काट्दै हुनुहुन्छ अनि तान बुन्दै हुनुहुन्छ है र यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्छौँ। यो तेल पानी चाहिँ भरि ठाउँलाई हजुर गर्दै हुनुहुन्छ। खैचोडी बजाएर प्रत्यक्ष यहाँहरूले प्रस्तुत गर्दै हुनुहुन्छ। घाँटु नाच, छुट्का नाच, त्यसै गरी अन्य नाचहरू पनि यहाँहरूले प्रदर्शन गर्दै हुनुहुन्छ यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। अगाडिको रोमा घाँटु नाच छ, त्यसै गरी छुट्का छ र छुट्काको लागि खैचोडी बजाउने दाइहरू दिदीहरू खटिरहनु भएको छ यहाँहरूलाई धेरै धेरै धन्यवाद छ र प्रदर्शन गरिदिनु भएकोमा। त्यसै गरी अब राजधानी गुरुङ सेवा समितिका साथीहरूलाई अलि छिटो अगाडि बढिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र यहाँहरूलाई हार्दिक स्वागत छ।
कमल कृष्ण गुरुङज्यू जसको अध्यक्ष हुनुहुन्छ, उहाँलाई हार्दिक स्वागत छ भने ब्यानरको पछाडि लामा गुरुहरू प्रदर्शन गर्दै हुनुहुन्छ भने हलो जुवा बोकेर दाइहरू कसेर अगाडि बढिरहनु भएको छ भने मेला जानका लागि स्याको ओढेर दिदीहरू अगाडि बढिरहनु भएको छ। त्यसै गरी कोसेली बोकेर खाजा बोकेर अगाडि बढिरहनु भएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ भने घाँचो सहित प्रस्तुत गरिदिनु भएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरी सोही गाडीमा यहाँहरूले गुरुङहरूको सांस्कृतिक घर पनि बोकेर घुमाउने घर लिएर आउनुभएको छ भने आमाहरू किचो कोदो पिन्दै हुनुहुन्छ र आमाहरू चर्कामा धागो काट्दै हुनुहुन्छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ भने पछाडि यहाँहरूले नृत्य पनि प्रस्तुत गरिरहनु भएको छ। धेरै धेरै धन्यवाद छ। र्याली अलिकति ग्याप भयो हजुर। ल त्यसै गरी गाउँको गोर्खा समूह गुरुङ समाज काठमाडौँलाई पनि स्वागत छ। गाउँको गोर्खा समूह समाज काठमाडौँका साथीहरूलाई हार्दिक स्वागत छ। यहाँहरू पछाडिको भागमा गाउँको गोर्खा समूह समाज काठमाडौँका साथीहरू अगाडि बढिरहनु भएको छ भने नानीहरू पहिलो रोमा हुनुहुन्छ भने आमाहरू कोसेली सहित पछाडिको भागमा हुनुहुन्छ भने मारुनी नृत्य प्रस्तुत गरिरहनु भएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। र मारुनीको लागि मारुनीहरू नाच्दै हुनुहुन्छ भने मारुनीलाई जिस्काउँदै मादल बजाउँदै साथ दिइरहनु भएको छ। हलो जुवा सहित आफ्नो प्रस्तुतिहरू प्रस्तुत गरिरहनु भएकोमा धेरै धेरै धन्यवाद छ। र त्यसै गरी तमो समाज काठमाडौँका साथीहरूलाई हार्दिक स्वागत छ। तमलो साथ तलो आदरणीय सम्माननीय प्रधानमन्त्री श्री आगमन भइसकेको छ। त्यसैले म यहाँहरू सबैलाई एकचोटि उहाँलाई स्वागत गरिदिनका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यतिखेर तमलो साथ मूल आयोजक समितिका अध्यक्षज्यू स्वागतको निम्ति अगाडि बढिरहनु भएको छ र यो दृश्य देखिरहनु भएको छ। धेरै धन्यवाद दिन चाहन्छु सागरजीलाई। यो हामी अब कार्यक्रमलाई फेरि पनि जोड्ने क्रममा छौँ। सम्माननीय प्रधानमन्त्रीज्यूको आगमन भइसकेको छ र हाम्रो आयोजन समितिका दाजुभाइहरू